यो चाहिँ गडाकोटको यो नदीको किनार किनार हिँड्ने बाटो गजल छ यो बाटो यहाँबाट हामी ठ्याक्क त्यो पुल्चोकको पुल उहाँ पुगिन्छ। मलाई चाहिँ सजिलो लाग्छ यो बाटो। म जहिले पनि म्याडमलाई स्कुल पुऱ्याएर फर्किँदाखेरि चाहिँ यही तलको बाटो फर्किन्छु। त्यो गाडीको चाप पनि छैन अनि ठ्याक्कै पुलको मुखै निस्किन्छ। यो भएर यो सजिलो लाग्छ मलाई चाहिँ। हेर्न पनि यहाँ नजिक राम्रो छ। फेरि यहाँ तलपट्टि अब नदी पनि नजिकै छ। यहाँ ठुलो चौतारा छ होइन, चौतारामा बस्नु भयो, बस्न सक्नुहुन्छ। अब पुल पनि देखिन्छ ठ्याक्कै हाम्रो पुल्चोकको पुल पनि देखिन्छ। अब यतापट्टिबाट हेऱ्यो भने आयो नदी पनि देखिन्छ, सर्लक्कै नदी यतापट्टि नदी पनि देखिन्छ होइन। यो चाहिँ सजिलो मजाको ठाउँ छ। यहाँ पुरै सर्लक्कै यो चाहिँ नाली नदी पुलबाट गाडी चढेको पनि देखिन्छ। यो चाहिँ गडाकोट हो ठ्याक्कै अलिकतिको यस्तो राम्रो राम्रो चौतारा छ नि है। मजाले बस्न अर्न चाहिँ एक चौतारामा ठिक छ। फेरि अस्ति एक हातले चलायो भनेर घरकालाई सजाय गरे जस्तो फेरि मलाई नि सजाय गर्दैन गर्दा फेरि ट्राफिक प्रहरीले ए हुन त ऊ चाहिँ लडेको थिएँ गरे त्यो भएर होला। एक हातले चलाउँदै एउटा हातले यहाँ छ हात एउटा हातले चलाउँदै नारायणी देखिन्छ। मजाको चौतारा छ यहाँ चाहिँ शीतल ताप्नको लागि। यहाँ अगाडिपट्टि अक्सफोर्ड कलेज छ, अगाडि यहाँ अर्को चौतारा हेऱ्यो। यो ठाउँ चाहिँ मजाको छ। मलाई चाहिँ निकै राम्रो लाग्यो यो बाटो हेर्न। बिस्तारै हिँड्छ यसलाई 28-30को स्पिडमा छ जान पनि सजिलो छ यो बाटो। म यहाँबाट यता पुल्चोक निस्किन्छु। ल महेन्द्र राजमार्ग आइहाल्यो। पुरा पश्चिम राजमार्ग भन्ने हो कि महेन्द्र राजमार्ग भन्ने हो कि